नमस्कार। आज कर्णाली प्रदेश समाज जापानको तेस्रो ऐतिहासिक अधिवेशन जापानको राजधानी टोकियोमा चाहिँ सम्पन्न हुँदैछ। आज झन्डै यो 2 वर्षे कार्यकाल सकेर चाहिँ नयाँ नेतृत्व चाहिँ चयन हुँदैछ भने यसैको सन्दर्भमा कर्णाली प्रदेश समाज जापानका विभिन्न पदाधिकारी क्षेत्रीय कमिटीका नेतृत्वहरूसँग हामीले कर्णाली प्रदेश समाजले जापानले गर्दै आएका कामहरू र कर्णाली प्रदेश समाज जापानले गरिरहेका कामहरूलाई भोलिको दिनमा समग्र रूपमा कर्णालीका सम्भावना विकास अथवा त्यहाँको स्रोत साधनहरूलाई हामीले जापानसँग जोड्नको लागि के कस्तो कामहरू गर्न सक्छौँ भन्ने विषयमा थोरै म अलिकति केही कुराहरू गर्न गएको छु। सर, सबैभन्दा पहिला चाहिँ यहाँलाई स्वागत छ। धन्यवाद, नमस्कार। यहाँको परिचयबाट सुरु गरिदिनु। मेरो नवराज थापा, घर अब जाजरकोट, हाल कर्णाली प्रदेश समाज जापानको सचिव। हजुर, यहाँनिर अब जस्तै यहाँ कर्णाली प्रदेश समाज जापानको चाहिँ सचिव हुनुहुन्छ सर। जस्तै यहाँको 2 वर्षे कार्यकाल चाहिँ सकिएको छ। थोरै यो 2 वर्षे कार्यकाल कस्तो रह्यो अलिकति बताइदिनुहोस् न। सर्वप्रथम त अब हामी के भन्छ स्थापना कालदेखि पहिलो कार्यकाल चाहिँ अब हाम्रो कोभिड-19 पनि भयो र त्यसपछि हामीले अब विभिन्न साथीहरूलाई जोड्ने कार्यक्रम नै रह्यो भनौँ र संस्थालाई अलिकति भए पनि हामी त्यहाँबाट अर्को स्तरमा पहिलो उसमा कार्यकालमा पुर्यायो। अब दोस्रो कार्यकालमा हामीले विभिन्न काम धेरै नै अब जस्तो 10 जिल्लाकै साथीहरूलाई जोड्न सफल पनि भयौँ र अति एकदमै धेरै साथीहरूको उपस्थिति पनि रह्यो। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र हामीले अब जस्तो कर्णालीमा परेको पीडालाई केही कर्णालीवासीलाई हामीले सकेको कर्णाली प्रदेश समाज जापानको तर्फबाट र विभिन्न संस्थाको तर्फबाट हामीले केही मल्लमपट्टि लगाउने, जस्तै अब कोभिड-19को बेला अब हामीले जिल्ला अस्पतालहरूमा गरेको औषधिदेखि लिएर सामग्री उहाँहरू पनि पठायौँ र भूकम्प पछिल्लो पिरियड गएको एकदम कार्तिक 20 गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दुमा बनाएर गएको भूकम्पपछि हामीले राहतको रूपमा झन्डै 400 विद्यार्थीलाई न्यानो कपडाको वितरण गर्न पनि सक्यौँ र हामीले कर्णालीलाई चिनाउने हिसाबले भर्खरै यो कर्णाली साङ्गीतिक साँझ, कर्णालीको त्यहाँको कला संस्कृतिलाई जापान तथा विश्वभरि चिनाउने उद्देश्यले कर्णाली सांस्कृतिक साँझ पनि हामीले यहाँ चाहिँ सम्पन्न गरिसकेका छौँ। र यसै गरी रारा गोल्ड कप कर्णालीलाई चिनाउने, राराको हाम्रो एउटा पर्यटकीय क्षेत्र भएको भएर त्यसलाई चिनाउने हिसाबले, कर्णालीलाई चिनाउने हिसाबले रारा गोल्ड कप पनि हामीले 2टा गरिसकेका छौँ र अब यही नै हो अहिलेको उपलब्धि भनौँ 2 वर्ष। जस्तै यहाँनिर अब चाहिँ जस्तो नयाँ नेतृत्व चयन हुँदैछ आज चाहिँ कर्णाली प्रदेश समाज जापानको चाहिँ अब नयाँ नेतृत्वले चाहिँ कस्तो एक खाले समाजलाई कसरी अगाडि बढाइदियोस् अथवा हामीले यो गर्न सकेका थियौँ न यो गरिदियोस् भन्ने अलिकति के छ सर सुझाव? अब नयाँ आउने कार्य समितिले गर्नुपर्ने मैले देखेको अब हाम्रो अलि जतिसम्म हामीले समेटेका छौँ त्यो भन्दा फराकिलो दायरा बनाएर अझै समेट्ने, कर्णालीको समेट्ने र अरू क्षेत्रलाई पनि विस्तार गर्ने र हाम्रो बढ्दो कर्णालीका भाइ बहिनीहरू आउनु भएको छ, उहाँहरूको जस्तो अहिले जापानमा विभिन्न समस्याहरू छन् त्यसलाई समाधान गर्ने र कर्णाली प्रदेश समाज जापानले जो कर्णालीमा भएको सम्भावना छ पर्यटकीय क्षेत्रहरूलाई, त्यहाँको कला, त्यहाँको भाषा, त्यहाँको संस्कृतिलाई चाहिँ जापान तथा विश्वभरि छरिएका नेपाली तथा विदेशीहरूमा एकदमै प्रबोधन गर्ने र उहाँहरूलाई चिनाउने काम चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई। हजुर, जस्तै यहाँनिर चाहिँ अन्त्यमा चाहिँ एज अ युथको रूपमा चाहिँ जापानमा बस्दै गर्दाखेरिमा जापानको विकास समृद्धि, यहाँको संस्कृति हेर्ने हो भने चाहिँ कति अब्बल छ, एउटा विकासको रूपमा हेर्ने हो भने एउटा चुली नै चुमेको पनि छ। तर हामी कर्णालीबाट आउँदै गर्दाखेरिमा कर्णालीमा हामी यति धेरै साधन स्रोत सम्भावनाहरू भएको ठाउँबाट यहाँ आइपुगेका छौँ। हामीले ती सम्भावनाहरूलाई हामीले सदुपयोग गर्न सकेका छैनौँ। अलि यहाँ जापानको अनुभवले चाहिँ त्यो हाम्रो सम्भावनालाई हेर्दाखेरिमा चाहिँ कसरी खोतल्न सक्छौँ, विकास अथवा समृद्धिमा टेवा चाहिँ कसरी दिन सक्छ कर्णाली प्रदेश समाज जापानले चाहिँ? अब सर्वप्रथम त हाम्रो सम्भावना भनेकै पर्यटकीय र जडीबुटी हामीसँग भएको प्रकृतिले जे वरदान दिएको छ त्यही नै ठुलो हाम्रो लागि चाहिँ विकासको ठुलो आधार हो। अब जस्तो जापान पनि त्यत्तिकै जापान भएको छैन, यहाँ मेहनत गरे, यहाँ पनि विकट ठाउँहरू पनि छ, अप्ठ्यारो स्थिति पनि छ, त्यसको बावजुद पनि यहाँको जसरी खटेर काम गर्नु भएको त्यही हिसाबले यहाँको विकासलाई हामीले लिएर हामीले सबैभन्दा पर्यटकीय क्षेत्रलाई प्रबोधन गरेर त्यो क्षेत्रलाई चिनाउन सक्यो भने सबैभन्दा आम्दानी त्यहाँबाट हुन्छ र विकास पनि बिस्तारै भइरहन्छ। किन भन्दा अब हाम्रो विकट छ तर विकास गर्न नसक्ने छैन, प्रकृति रूपमा धनी छ एकदमै। अब जडीबुटीदेखि लिएर हरेकले नेपालकै धनी प्रदेश हो। अब त्यसैले सबैभन्दा सम्भावना भनेको पर्यटकीय क्षेत्र हो। त्यसलाई चाहिँ हामीले कसरी हुन्छ विश्वभरि चिनाएर विश्वको पर्यटकको ध्यान र नेपाली पर्यटकको ध्यान चाहिँ कर्णालीतिर हामीले पार्नुपर्ने हुन्छ। हस्, यहाँको महत्त्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद। नमस्कार, धन्यवाद।